आज चाहिँ हामी उहाँ सर म्यामहरूसँग मिज्यू बोल्छको सुटिङमा छौँ। आज धेरै पछाडि धेरै अगाडिदेखिको भेट्ने उहाँहरूलाई एकदम मेरो रहर थियो। आज चाहिँ पुरा भएको छ, किनभनेदेखि यहाँ मिज्यू बोल्छको सुटिङमा आउनुभएको छ। हामी पनि यसो डुल्दै आउँदाखेरि घुम्दै आउँदाखेरि यहाँ भेटेर धेरै कुरा गर्न पनि पायो, भेट्न पायो, खुसी लाग्यो। म्यामलाई चाहिँ नमस्कार। खुसी छ तपाईँहरूसँग भलाकुसारी गर्नु पायो, कस्तो लाग्छ कमेन्ट गर्नुहोस्। हामी त हेर्न त अहिले होइन, हजुरको फिल्म हेरेको त लगभग म काठमाडौँ छिरेको 65-66 साल होइन 54-55 सालतिर त्यति बेलैदेखि हेरेको हो। आज चाहिँ प्रत्यक्ष देख्न पाउँदाखेरि धेरै खुसी भन्दा पनि अति खुसी लाग्यो। म त आज झुकेको सरलाई देखेर कतै सलमान खान त होइन भने चाहिँ झुकेको नि। हजुरको एज चाहिँ कति भयो सर? कति भयो भन्नु न फेरि त्यहाँ त भन्नु हुँदैन हजुर 35-40 त्यस्तै क्या ह्यान्डसम हुनुहुन्छ।